गाईले लगायो कि मान्छे पुष्पले लायो दुईटा हौ अब मान्छे बस न यस्तो होइन हौ मेरो हो नि त टोपी अब प्र्याक्टिकलको यो ओए यसो हो खासै गरीमा चाहिँ तपाईँहरूलाई के भन्नु डेमोन्स्ट्रेसनबाट के सिकाउनु खोजेको भने नि सुन्नु है अब तपाईँहरूले भोलि पर्सि काम गर्दै जाँदा हेर्नुहोस् कोही यङ सबै यङ भयो भने 28 को होला मैले भन्नु खोजेको के भने मौरीलाई कहिले पनि हामीले सुरक्षित राख्नुपर्छ मौरीलाई सुरक्षित राख्ने चाहिँ गन्थन गरियो हो अब एउटा चाहिँ स्टेज चाहिँ हामीले हाई ब्लकेसन भन्छ हाई ब्लकेसन हुन्छ मौरीको ग्रुप कस्तो जग्गामा राख्ने भन्ने तपाईँहरूलाई भन्नुपर्दा हेर्नुहोस् ठक्क हामीले स्ट्यान्ड बनाइन्छ यो स्ट्यान्ड बनाइसकेपछि यसलाई स्ट्यान्डमाथि राखिन्छ यो स्ट्यान्ड बनाउनु मुख्य कारण चाहिँ के हो भने तपाईँहरूले यो मौरीको ग्रुप स्ट्यान्ड बनाउनु भयो यसो माटोमा ढक्कै राखिदिन्छ माटोमा राख्यो भने ठाउँमा हामीले बारी त्यहाँबाट कमिला पस्छ यताबाट कमिला पस्छ त्यही कमिलाले कुदेर मौरी होइन लास्टमा मौरी भयो भने चाहिँ भित्र चाहिँ कमिला पसिरहेको त्यो नहुनाले गर्दा चाहिँ स्ट्यान्ड बनाउनु पर्छ स्ट्यान्ड बनाउँदाखेरि बुढा स्ट्यान्ड कस्तो बनाउँदा पनि हुन्छ जस्तो भन्दाखेरि कसैलाई रड छाउने रडले वेल्डिङ गरेर मैले देखाएँ चारवटा उठाएको त्यो बनाउनु सक्नुभयो भने त बडा उत्तम किनभने त्यो त एकखेप बनाएपछि त कुहिने त होइन हो त्यो बनाउनु सक्नुभयो बेसी दाम पनि पर्दैन इन्ट्रेस्ट भएर त्यसरी बनाएर घरको यसो बिक्रीमा राख्नुहोस् राम्रो पनि मान्छे आउँदा मौरी पाले आफूलाई एउटा काम गर्दा एउटा हामीले यस्तो वातावरण बनाउनुपर्छ कि आफूलाई काम गर्नु पनि एउटा इन्ट्रेस्ट जागृत होस् न काम गर्नु